तब येशू को हुनुहुँदो रहेछ भनेर तिनी येशूलाई हेर्न चाहन्थे। सबैलाई फेरि एकमुष्टमा तपाईहरुलाई नमस्कार। अनि यो आजको क्रिसमस पर्वलाई आज हामीले जोरखोला 11 माइल यो सानो गाउँमा हामी युनाइटेड घोषणा मण्डलीको तर्फबाट यो कार्यक्रम सञ्चालन गरेका छौं र हजुरहरु जतिजना पनि यो साँझमा आज उपस्थित हुनुभएको छ। यो अति नै महान अनि पवित्र एउटा चाड हो जसले आत्मीयता, भाइचारा अनि सहानुभूति सँगसँगै अगाडि बढाउँदै अब म हाम्रो तपाईहरु समक्षमा म यहाँ मञ्चमा निम्ताउन गइरहेको छु घोषणा चर्च सेवकबाट अनमोल ज्यूलाई र उहाँको मिठो प्रस्तुति दिनको लागि यहाँ मञ्चमा म निम्ताउँदछु। हालेलुया। चिसो चिसो मौसममा आगो तातियो, मुक्तिदाता जन्मेको खबर पाइयो। चिसो चिसो मौसममा आगो तातियो, मुक्तिदाता जन्मेको खबर पाइयो। शुभ खबर सुन सबैले, ह्याप्पी 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 क्रिसमस सबैजनालाई। प्रभु येशू जन्मिए मुक्ति दियो। मण्डली परिवार र यहाँको आयोजक यहाँहरुप्रति म अति नै आभारी छु, धन्यवादी छु, कृतज्ञ छु र परमेश्वरले यहाँहरु सबैलाई आशिष दिउन्। अनि साथै तपाईहरु जति पनि यहाँ उपस्थित हुनुहुन्छ यहाँहरुको निमन्त्रणालाई स्वीकारेर तपाईहरु आइदिनु भयो। अनि तपाईहरुको उपस्थितिले हामी अति नै खुसी छौं र परमेश्वरलाई धन्यवाद होस्। यहाँ जति पनि समाजका सम्मानीय व्यक्तित्वहरू हुनुहुन्छ, गाउँका आमा बाबुहरू, दाजुभाइ दिदीबहिनीहरू, हाम्रो नानीहरू, तपाईहरु यहाँ त्यसै हुनुहुन्न। यहाँ परमेश्वरको ठुलो योजना आजको रातमा छ र मेरो हातमा यो चाहिँ जो पुस्तक छ यहाँ त्यसलाई चाहिँ बाइबल भनिन्छ। अनि यो बाइबल चाहिँ परमेश्वरको वचन हो। यो चाहिँ परमेश्वरको वचन हो र यहाँ लेखेको कुराहरू नै म तपाईहरुको अगाडि राख्नेछु। मेरो आफ्नो कथा व्यथा होइन, तर परमेश्वरले के भन्नुहुन्छ अनि बाइबलले के भन्छ त्यो सन्देश तपाईहरुको अगाडि छोटकरीमा म राख्नेछु, सुरु गर्नेछु। बाइबलमै एकजना व्यक्ति छ अनि त्यो व्यक्तिको बाट हामी सुरुवात गर्नेछौँ। लुकाको सुसमाचार, लुका रचित सुसमाचार त्यसको 19 अध्यायबाट हामी सुरु गरौँ न ल। लुकाको सुसमाचार 19 अध्याय। तब येशू को हुनुहुँदो रहेछ भनेर तिनी येशूलाई हेर्न चाहन्थे, तर भिडले गर्दा सकेनन् भनेछ। येशूलाई हेर्न चाहने उसमा एउटा उत्कट चाहना, इच्छा थियो, तर ऊ चाहिँ एउटा पुड्को भएको कारणले गर्दाखेरि अनि उसको त्यो अगाडिको जति पनि भिडहरू थियो त्यो भिड चाहिँ उसको लागि एउटा ठुलो एउटा अब्स्ट्याकल भइरहेको कुरा हामी यहाँ पाउँछौँ, बाधा भएको कुरा, जसको कारणले गर्दा चाहिँ येशूलाई उसले देख्न सकेको थिएन। तर उसले जुन चाहना राख्यो, जुन इच्छा राख्यो, त्यो इच्छालाई उसले जाहेर राख्यो। म येशूलाई हेर्न चाहन्छु, म येशूलाई भेट्न चाहन्छु, म येशूलाई भेट्ने त्यो इच्छा म पुरा गर्न चाहन्छु भन्ने त्यो चाहना चाहिँ उसले राखि नै राख्यो। अनि त्यो भिडबाट छिरेर जानु नसके तापनि तर उसको लागि एउटा योजना परमेश्वरले बनाइदिनु भयो। अगाडि
कुद्दै कुद्दै गएर त्यहाँ एउटा रुख भेट्छ अनि त्यो रुखमा चढेर चाहिँ येशूलाई त्यहाँबाट उसले हेर्दैछ अनि येशूले देख्नुभयो उसको चाहना येशूलाई हेर्ने चाहना चाहिँ येशूले भने योसँग आज मेरो भेट हुनेछ अनि प्रभु येशूले भन्नुभयो जक्कै तिमी ओर्लेर आऊ आज म तिम्रो घरमा आउनेछु तिमीसँग भोज खानेछु तिम्रो साथमा म हुनेछु अनि तुरुन्तै रमाएर एकदमै हर्षको साथ येशूलाई उसले स्वागत गर्दैछ यहाँ र यहाँ जुन चाहिँ उहाँ को हुनुहुँदो रहेछ हु ही इज उहाँ को हो भन्ने कुरालाई म अलिकति तपाईँलाई बाइबलको कुराबाट पदहरूबाट म केही कुराहरू भन्न चाहन्छु अनि आजको बेलुकी आजको रातको समयमा जसरी त्यो व्यक्तिले जुन चाहना राखेको थियो उहाँ को हुनुहुँदो रहेछ भन्ने कुरा बाइबलले के भन्छ भने यहाँ चाहिँ संसारको पाप उठाइ लैजाने परमेश्वरबाटको थुमा भनेर यूहन्ना बप्तिस्मा दिने यूहन्नाले येशूलाई देखेर चाहिँ भन्दछ म त्यो पदलाई पढ्नको निम्ति आग्रह गर्नु पर्यो हाम्रो यूहन्नाको सुसमाचार 1 अध्यायको 29 पदलाई पढिदिनुहोस् त सुसमाचार यूहन्ना 1 अध्यायको 29 पद भोलिपल्ट उनले येशूलाई आफू कहाँ आउँदै गर्नुभएको देखेर भने हेर संसारको पाप उठाइ लैजाने परमेश्वरका थुमा हेर परमेश्वरको थुमा संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा येशूलाई देखाएर येशूले तपाईलाई मेरो निम्ति उहाँले पाप हाम्रो अधर्म अपराध लिनुभयो उहाँले तपाईले मेरो पाप सारा संसारको पाप येशूले लिनुभयो अब हामीले के गर्ने त यो व्यक्तिले यो जक्कै भन्ने मान्छेले जुन चाहिँ चाहना राख्यो नि जुन डिजायर उसमा राख्यो परमेश्वरको अघि परमेश्वरको नजरमा यो अति नै ग्रहण योग्य कुरा थियो ग्रहण योग्य कुरा भयो अनि आजको रातमा जब तपाईले पनि आफ्नो हृदयमा येशू को हुनुहुँदो रहेछ सायद तपाईहरु मध्ये कतिजना आज के हुन्छ हो यहाँ हेरौँ न आज के कुराहरू हुन्छ यहाँ सुनौँ न भन्ने आउनु भएको हुन सक्छ That's fine एकदम असल कुरा हो त्यो चाहना राख्नु एकदमै राम्रो कुरा हो परमेश्वरले यहाँहरूलाई आशिष दिनुहुनेछ अनि यो व्यक्तिले येशू को हुनुहुँदो रहेछ भन्ने जुन इच्छा राख्यो त्यो चाहना राख्यो आज अधिकांश मानिसहरूको त्यो चाहना हामीमा हुन पर्छ उहाँ को हुनुहुन्छ उहाँ को हुनुहुन्छ पहिलो यूहन्नाको पत्रमा उहाँ हाम्रो पापको निम्ति प्रायश्चित बलिदान उहाँ हुनु भएको छ अनि हाम्रो निम्ति मात्र होइन यो चाहिँ हामी मध्ये यहाँ धेरैले प्रभु येशूलाई विश्वास गरेका छौं स्वीकार गरेका छौं अघि नै मैले भने एक समय मैले पनि तपाईले जस्तै यसरी सुन्ने मौका पाएँ तर म चाहिँ सुन्ने मात्रै होइन सुनेको कुरा यो असल लाग्यो मन पर्यो मेरो जीवनको लागि हो यो कुरा भनेर मैले त्यो कुरालाई एक्सेप्ट गरेँ स्वीकार गरेँ अनि मैले स्वीकार गरेको कुराले मेरो जीवनमा परिवर्तन ल्यायो त्यसरी नै यहाँ हाम्रो निम्ति मात्र होइन यहाँ जतिजनाले प्रभु येशूलाई विश्वास गरेका छन् अनि हाम्रो निम्ति मात्र होइन तर तपाईहरुको निम्ति पनि हो तपाईहरुको निम्ति यहाँ भन्दैछ हाम्रो निम्ति मात्र होइन तर सबै संसारको निम्ति पनि उहाँ चाहिँ प्रयासित हुनुभएको छ बलिदान हुनुभएको छ उहाँ क्रुसमा बलिदान हुनुभयो उहाँ मर्नुभयो अनि यो परमेश्वरको इच्छा हो तपाईहरु मध्ये कोही पनि जाने होइन आजको बेलुकी उहाँले फोर्स कसैलाई पनि गर्नुहुन्न मानिस जातिलाई एउटा फ्री विल दिनुभएको छ एउटा स्वतन्त्र विचार मानिसलाई दिनुभएको छ यसकारण बाइबलले भन्छ रोजा भन्छ नि बाइबलले चुज दिस डे तिमीहरू रोजा आफै तिमीहरूको अगाडि जीवन छ तिमीहरूको अगाडि मृत्यु छ तिमीहरूको अगाडि आशिष छ तिमीहरूको अगाडि श्राप छ तर रोजा कसै रोज्ने भने यो चोइस परमेश्वरले मानिस जातिलाई दिनुभएको छ प्रियहरू तपाईको अगाडि पनि यही चोइस छ
मेरो लागि पनि यो चोइस थियो। यहाँ हुने प्रत्येकको निम्ति एउटा रोजै थियो एक समय। म एउटा मण्डलीको पास्टर हो, सेवक हुँ। यहाँ थुप्रै पास्टरहरू हुनुहुन्छ। हामी कसैले पनि कसैलाई फोर्स हामी गर्दैनौँ, तर परमेश्वरले भन्नुभएको कुरा हामी भन्छौँ अनि उनीहरूले आफ्नो डिसिसन गर्छ। मलाई पनि कसैले फोर्स गरेन। मलाई यो कुरा सुने, असल लाग्यो, मलाई मन पर्यो, मेरो जीवनको लागि हो, मेरो भविष्यको लागि हो। मैले प्रभु येशूलाई भने, प्रभु आई एम रेडी नाउ। मलाई प्रभु तपाईँ चाहिन्छ। म तपाईँलाई मेरो प्रभु बनाउँछु। म तपाईँलाई ग्रहण गर्छु, स्वीकार्छु। मैले स्वीकार गरेँ। अहिले धेरै वर्ष भयो। एकै दिन, एकै समय, एकै मिनट, एकै सेकेन्ड पनि पछुताउनु परेको छैन। मैले पछुताउनु परेको छैन, रिग्रेट गर्नु परेको छैन। किनभने परमेश्वरलाई पाउनु जस्तो उद्देश्यको कुरा चाहिँ संसारमा अर्को केही पनि छैन। अनि यो मानिसले जुन डिजायर राख्यो, जो प्रभु येशू ख्रीष्ट एउटै मात्र मध्यस्थ हुनुहुन्छ, बाटो हुनुहुन्छ। यसकारण यूहन्नामा सुसमाचार 14 को 6 भन्छ, येशूले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ। बाटो सत्य र जीवन म नै हुँ। म बाहेक अरू कुनै अर्को बाटो छैन। प्रियहरू, येशू मात्र हुनुहुन्छ है। त्यसकै निम्ति नै उहाँ स्वर्गको वैभवलाई छोडेर यस धरतीमा उहाँ आउनुभयो। मानव रूप लिएर यस संसारमा उहाँ आउनुभयो। किन आउनुभयो? तपाईको निम्ति, मेरो निम्ति। जस्ट बिलिभ फ्रम योर हार्ट, द्याट्स व्हाट द वर्ड अफ गॉड सेज। परमेश्वरको वचनले यसो भन्दैछ। बाइबल परमेश्वरको वचनले के खोज्ने? अब हामीले हृदयले विश्वास गर्ने। रोमीको पत्रमा बाइबलमा लेखेको छ 10 अध्यायको 9 पदमा 8, 9, 10 लेखे पछाडि, किनभने यदि तिमीले प्रभु येशूलाई आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बिउताउनु भयो भने हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ। किनभने मानिसले हृदयबाट धार्मिकतालाई विश्वास गर्न सक्छ, विश्वास गर्छ, स्वीकार गरिन्छ। अनि उद्धारको निम्ति मुखले स्वीकार गर्ने। गाह्रो छ र? गाह्रो छ भन्नुहोस् त? छैन नि, हैन? इफ यु कन्फेस, यदि तिमीले येशू नै प्रभु हो भनिकन यो मुखले स्वीकार गर्छौ, यो हृदयले विश्वास गर्यो भने तिमीले उद्धार पाउनेछौ। उद्धार पाउनेछौ। हामीले उद्धार पाउनलाई विश्वास गर्ने, हृदयबाट यो मुखले स्वीकार गर्ने अनि स्वीकार गरेको कुरा अनुसार हामी जिउने। कति बडा इजी, कति यहाँभन्दा सजिलो कहाँ के खोज्ने अब? तर याद गर्नुहोस् है, गाह्रो कुरा, कठिन कुरा चाहिँ उहाँले गर्नुभएको छ। त्यो कुरा बिर्सिनु हुँदैन। उहाँले कोर्रा खानुभयो तपाईँको निम्ति, काँडाको मुकुट लगाइयो तपाईँ र मेरो निम्ति, भालाले खोसियो तपाईँ र मेरो निम्ति, क्रुसमा झुन्ड्याइयो तपाईँ र मेरो निम्ति। त्यो सजिलो थियो र? गाह्रो थियो नि त्यो कुरा। उहाँले आफ्नो जीवन बलिदान हुन दिनुभयो तपाईँ र मेरो निम्ति। अपराधी त हामी हो नि, पापी त हामीले। हाम्रो पापको सजाय हामीले पाउनु पर्ने हो, तर उहाँले पाउनुभयो। व्हाट अ ग्रेट लभ! कत्रो महान प्रेम उहाँले प्रकट गर्नुभएको छ। रोमीमा भन्छ 5 अध्यायको 8 पदले, हामी पापी छँदाखेरि नै, हामी पापमा हुँदाखेरि नै उहाँले आफ्नो प्रेम यसरी प्रदर्शन गर्नुभयो, देखाउनुभयो। उहाँ हाम्रो निम्ति क्रुसमा बलिदान हुनुभयो, मर्नुभयो। यहाँका प्रत्येक बासिन्दाहरूले उद्धार पाउनुपर्छ, कोही पनि नाश नहोस् भन्ने उहाँको चाहना छ। उहाँले चाहनुहुन्छ सबैले उद्धार पाएको, सबैले मुक्ति पाएको, सबैले जीवन पाएको। अनि यो सन्देश तपाईलाई जसै आउँदैछ, जब तपाईले कुरालाई विश्वास गर्नुहुन्छ, यो तपाईको लागि हो। हामी एउटा पदलाई पढ्नेछौँ, प्रकाशको 3 अध्याय त्यसको 20 पदलाई। हेर म ढोकामा उभिएर ढकढकाउँछु, ढकढकाइरहेको छु। कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने
कसैले सानो ठुलो गरिब धनी शिक्षित अशिक्षित कसैले पनि मेरो स्वर सुनेर उसको हृदयको ढोका खोलिदियो भने म त्यसभित्र आउनेछु त्यससँग भोज खानेछु त्योसँग सेलिब्रेट गर्नेछु भोज खानेछु र त्यसले मसँग अनि खानेछ त्यसले मसँग खानेछ। कत्रो प्रतिज्ञा छ प्रियहरू। गॉड लभ्स यु। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, गरिरहनु भएको छ, उहाँको प्रेम छ। पापको ज्याला मृत्यु भनेर रोमी 6:23 भन्छ। पापको ज्याला मृत्यु, तर परमेश्वरबाटको त्यो अनन्त जीवनको फ्री गिफ्ट है। पढिदिनुहोस् त त्यो पदलाई। किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको वरदान ख्रीष्ट येशूमा हाम्रा प्रभुमा अनन्त जीवन हो। परमेश्वरको वरदान ख्रीष्ट येशूमा हाम्रो निम्ति अनन्त जीवन। यो परमेश्वरको एउटा फ्री गिफ्ट। फ्री गिफ्ट सबैले भन्नुहोस् एकपल्ट फ्री गिफ्ट भनेर। फ्री गिफ्ट। मूल्य त्यसको छैन अनि मूल्य तिरेर पनि हामी सक्दैनौँ। परमेश्वरबाट दिएको यो एउटा सित्थैमा दिनुभएको उहाँको वरदान हो। आजको रातमा यो वरदान तपाईँको लागि छ, तर गिफ्ट चाहिँ जबसम्म तपाईँले रिसिभ गर्नुहुन्न त्यसको भ्याल्यु हुँदैन। परमेश्वरले त अलरेडी दिइसक्नु भएको छ। त्यो कुरालाई हामीले ग्रहण गर्नुपर्छ, स्वीकार गर्नुपर्छ। बाइबलले भन्छ जसले उहाँमाथि विश्वास गर्छ त्यसले जीवन पाउँछ। परमेश्वरबाट दिएको यो फ्री गिफ्ट हो। हामी प्रार्थना गर्नेछौँ यो समय अनि हामी सबैजना म आग्रह गर्छु, अनुरोध गर्छु यहाँहरूलाई, विनम्र मेरो एउटा अनुरोध छ, आफ्नो खुट्टामा सबैजना एकछिन खडा हुनु ल। चिसो छ, ठन्डा छ, येशूले बोलाउँदै हुनुहुन्छ है। तपाईँलाई बोलाउँदै हुन्छ, तपाईँलाई मौका दिँदै हुन्छ परमेश्वरले। डोन्ट गो एम्प्टी ह्यान्डेड। तपाईँ रित्तो नजानुहोस् यहाँबाट। आजको रात तपाईँको रात हो। थ्याङ्क यू लर्ड गॉड अलमाइटी। धन्यवाद प्रभु तपाईँलाई। प्रभु तपाईँलाई धन्यवाद। यी प्रेसियस सोल्सहरूलाई धन्यवाद दिन्छौँ जसले तपाईँलाई आफ्नो प्रभु र मुक्तिदाताबाट विश्वास गरेका छन्, स्वीकार गरेका छन्। नाउ वी आर गोइङ टु आस्क योर ब्लेसिङ इन देयर लाइफ। प्रभुले घोषणा गर्नुभयो उहाँको नाम